आँखै नदेख्दा सवालहरू मन यो चाहिँ के हो यो अनि राम्रो ए मम्मी खोइ आज एउटाले हुन्छ एउटा के यतै लगाइदिएको ल ल तेरो बाउको सम्पत्ति नमस्ते सम्पूर्णमा सबैजना आरामै हुनुहुन्छ होला म पनि आरामै छु र आरामै पनि हुनै पर्यो अब के गर्ने होइन अनि अब आजको हामी दिनहरू कसरी बिताएर आएछौँ त्योहरू चाहिँ समक्ष म प्रस्तुत गर्नेछु अन्तिमसम्म भिडियोहरू साथ दिनु मेरो कपाल से तो लामो भएको छ साथी कपालले चाहिँ मलाई अस्ति इरिटेट बनाउँछ कपाल चाहिँ गरेर यस्तो सक्दिनँ वाउ मेरो मोजा भाउजूमा छुट्टै पाएको हुन्छ नि मोजा भेटिन भने मोजा क्या खराब हुँदैछ
होइन भित्र त्यही काम भन्छ क्या कुनै देखेको मेरो सामान झरेकै किन होस् नसुने म त मान्छेसँग मरेकै स्वस्तिका मम्मीलाई भेटियो गर्न फेरि बुवा भन्नु त के हो भनेर आई लभ यु भनेको छु हेरेर यसो पनि गर्छु है कपडा उठाइदिनु भयो भन्दैछ मेरो कपडा उठाइदिनु भयो धुइदै गर्छ सबै कपडा उठाइदिनु भयो कुन कपडा उता पछाडि सुकाएको उता छ उताको छैन मम्मी उठाएको छैन कसले उठायो मेरो मोजा कालो मोजा यहाँ कहाँ छ ए तेलका हे आँखै नदेख्दा अन्धेरो मन यो चाहिँ के हो यो अनि ए मम्मी खै आज एउटाले हुन्छ एउटा के यतै लगाइदिन्छ ल ल तेरो बाउको सम्पत्ति मेरो मोमबत्ती बुवाको सम्पत्ति हेर त नि मलाई ढिलो भइसक्यो यहाँ नबुझियो खै टाइम फेरि यसले चाहिँ यतिखेर यहीँ आउँछ टाइम 9 बज्नु 9 बज्यो 9 बज्यो कति मिनेट 9:05 भयो मेरोमा चाहिँ राम्रो राम्रो अझै अझै म त खोज्दा खोज्दा यतै खोज्छु उतै खोज्छु छैन मेरो सक्स बिना है हजुर कति न कति छैन पैसा कहाँबाट हुनु म उता आएपछि दिइहाल्छु त्यो छैन पैसाको त यहाँ स्कुल जानलाई रेडी हुँदैछ अनि एकजना चाहिँ यहाँनिर रुने तयारीमा जापानिज जापानिज अझै होइन जापानिज छे उता जानु जापानिज छोडिदिनु न। मलाई ढिलो हुँदैछ हौ मैले के जापानिज मेरो छोरी कान्छी जापानिज ल्याउने पैसा पापु त्यही त अनि हेर्नु त दिनु पैसा छ कि छैन हेर्नु दिनु हेरे यो मेरोमा पैसा हुन्छ अरे भजको 10 रुपियाँ देखेर 10 रुपियाँ त हुन्छ मसँग छ होला हौ 100-200 पर्दैन मलाई भन्नु मिल्दैन 5 पर्सि म आउँदा दिइहाल्छु म पैसा पो कहाँ जाने हो र तपाईँ सालुबाट सालुबारा त्यो अघि बिहान मान्छे आएको होइन नि इन्डिया सालुबाट त्यस कारण त मलाई त्यो ए त्यो त साउन्ड कटेको साउन्ड गयो सन् आजको त्यही भएर आज आएको है अनि अब यो बिना किन्दैन त खोला काट्नु ल है साथीहरू कसैको बुढी मन पऱ्यो भने ल्याउनु छ भने कसैको बुढाबुढी छुटाउनु छ भने केही झारपु फुकाउनु छ भने चाहिँ हाम्रो बुवालाई सम्पर्क गर्नु होला हाम्रो बुवा चाहिँ ठुलो धामी हुनुहुन्छ म अब फेरि आई लभ यु छु है भोलि इन्डिया जाँदै हुनुहुन्छ तपाईँको परिचय दिनु न त हजुर तपाईँको परिचय पर्छ तपाईँको नाम तपाईँ के गर्नुहुन्छ हिमबहादुर अँ, हिम कुमार
लिम्बू कति वर्षको हुनुहुन्छ म फेरि पुगेछ 25 वर्ष मात्रै पुगेछु 32 कि 25 25 हौ 32 अँ। ए कति 3वटा 32 कि 2टा 32 दुईटा 25 हौ ए